नमस्ते। आजको भिडियोमा म तपाईहरुलाई देखाउनेछु कसरी आफ्नो YouTube अकाउन्टमा फोन नम्बर भेरिफाई गर्ने भनेर। यसले तपाईहरुको च्यानल सुरक्षित राख्छ र धेरै फिचर्स अनलक गर्न मद्दत गर्छ। अब ब्राउजर खोल्नु होला। क्रोम ब्राउजर खोल्नु। यो सर्च बारमा छ नि, योमा youtube.com हान्नु होला। मैले पहिला नै हानेको हुनाले म youtube.com मा गए। हजुरको हेर्नु त राइट साइडमा 3 डट छ नि, माथि टपमा 3 डटमा क्लिक गर्नु। स्क्रल गर्नु थोरै। हेर्नु त डेस्कटप साइट छ नि, यो ल्यापटप कम्प्युटरको जस्तो, योमा ठिक गरिदिनु। अब तपाईको डेस्कटप साइट खुल्दैछ। हेर्नु त अब राइट साइडको माथिपट्टि 3 डटको तल हेर्नु त हजुरको लोगो देखाउँछ। लोगोमा क्लिक गर्नु होला राइट साइडको कर्नरमा है, यो बेल आइकनको यता साइडमा। त्यसपछि हेर्नु त सेटिङ भन्ने अप्सन छ, सेटिङमा क्लिक गर्नु। त्यसपछि यहाँ हेर्नु त 3टा अप्सन छ, च्यानल स्ट्याटस एन्ड फिचर्स, क्रिएट अ न्यू च्यानल, भ्यू एडभान्स सेटिङ। तपाई फर्स्ट वालामा क्लिक गर्नु होला, च्यानल स्ट्याटस एन्ड फिचर्समा। यो खुल्दैछ। हेर्नु त हजुरको यो नयाँ अकाउन्ट बनाले सबै इनेबल छ। अब तपाई यहाँ हेर्नु त फर्स्टमा स्ट्यान्डर्ड फिचर्स छ, सेकेन्डमा इन्टरमिडिएट फिचर्स, यहाँ जानु होला। हेर्नु त यहाँ भेरिफाई फोन नम्बर भन्ने छ, यहाँ क्लिक गर्नु। यहाँ आफ्नो फोन नम्बर राख्नुहोस्, ध्यान दिनुहोस्, नम्बर सही तरिकाले हाल्नु होला। नम्बर हालिसकेपछि नेक्स्ट भेरिफाई थिच्नुहोस्। तपाईको नम्बरमा एक भेरिफिकेसन कोड आउँछ, त्यो कोड इनपुट फिल्डमा हाल्नुहोस् र कन्फर्म गर्नुहोस्। सफल भयो भने तपाईको फोन नम्बर भेरिफाई भएको मेसेज देखिन्छ। अब तपाईको YouTube अकाउन्ट सुरक्षित छ। फोन नम्बर भेरिफाई भएपछि तपाई कन्टेन्ट अपलोड, लाइभ स्ट्रिमिङ र 15 मिनेट भन्दा माथिको लङ भिडियो जस्ता फिचरहरू सजिलै प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। यस्तो ट्युटोरियलका लागि हाम्रो मुस्कान च्यानललाई फलो गर्नुहोला। धन्यवाद।